राजा ल्याउने नि बालेन हो। कस्तो कुरा तपाईँले नबुझ्नु भएको? मान्छे काटेर 14 वर्ष जेल बसेका छन्, कोही 8 वर्ष जेल बसेका छन्। चारै बेइज्जत भएको थियो, बल्ल त्यो बेइज्जतीबाट रेस्क्यु पाइयो। हामी त्यसै खुसी छौँ। हाम्रो बालेन्द्र शाहजी चाहिँ प्रधानमन्त्री हुन लाग्नु भएकोमा हामी धेरै खुसी छौँ। अहिले पढे लेखेको विज्ञ व्यक्ति चाहिँ एउटा राष्ट्रको गहना भन्न चाहन्छु म। उहाँले धेरै राम्रो काम गर्नुभयो काठमाडौँको महानगरमा काम गर्नुहुँदा पनि। र अब देशकै नेतृत्व उहाँले लिँदा त झन् देशको हालत के होला हैन? देश त दिनमा 2 गुणा रातमा 4 गुणा उहाँले त विकासमा लगानी गर्नुहुन्छ भन्ने हामीलाई आशा छ। र अब यसमा तपाईँको यो परदेशले काम गर्दैन। परदेशमा धेरै द्वन्द्वहरू फैलिरहन्छ। यही आतंकवादीहरूले लुटी खाने धन्दा छ यो 7 प्रदेश बनाएकोले गर्दाखेरिमा। र यो विभिन्न धेरै कुराहरू छ। अहिले तपाईँलाई यो सबै भनेर यहाँ पुग्दैन हैन? त्यसकारणले गर्दाखेरिमा तपाईँलाई सल्लाह सुझाव के दिएको छ तपाईँकै साथी दाइजीभाइहरू भनौँ, हामी जस्तै तपाईँकै शुभचिन्तकहरूले तपाईँलाई धेरै भिडियोहरू पनि बनाए, धेरै भिडियोमा छेडछाड पनि गरेको छ। छेडछाड गर्नुको त्यो किनभने आफ्नो अभिभावकलाई हार गुहार गर्नु हाम्रो कर्तव्य र दायित्व पनि हो। र तपाईँलाई अहिले हामीले भन्नुपर्दा चाहिँ देशमा राजसंस्था किन चाहियो र देशले राजसंस्था ल्याएपछि के गर्छ भन्ने विषयमा अहिले हामीले छोटो यो छलफल गर्नेछौँ। र यो राजसंस्था ल्याउनको लागि तपाईँको ठुलो भूमिका हुनेछ भन्नेमा हामीलाई एकदम दुईमत छैन। र यो राजसंस्था ल्याउँदाखेरिमा चाहिँ के हुन्छ भन्ने कुराहरूमा चाहिँ तपाईँलाई हामी स्पष्ट दिन चाहन्छु। र राजसंस्था ल्याउँदा के हो भने जुन दलको एउटा जुन त्यो के छ प्लेयरहरू एउटा न पढाइ लेखाइ भएको डर धम्की देखाएर संसद बनिएका र त्यसमा जुन कुनै उनीहरूसँग भिजन मिसन केही पनि नभएका देश चलाउने बारेमा र त्यस्तो व्यक्तिहरू राष्ट्रपति गएर खाने अनि 1-2 वर्ष कार्यकाल 5 वर्ष कार्यकाल सक्ने फेरि उसलाई सेवा सुविधा अलग गरेर छुट्याइदिनु पर्ने। यो कारणले गर्दाखेरिमा हामीले सिंहासनमा तपाईँले राजा राखेर र तपाईँ प्रधानमन्त्री हामीले हेर्न चाहन्छु बालेनजी भन्दाखेरिमा 81 चुनावी मैदानमा गएको हुनाले गर्दा हाम्रो कुनै ठाउँमा आक्रोश पनि भयो होला, कुनै ठाउँमा तपाईँलाई छेडछाडको भिडियो पनि बन्यो होला, त्यसमा हामी क्षमा प्रार्थी छौँ। र तपाईँले अब गर्नुपर्ने कामहरू चाहिँ के हो भने शेर्पा सरकार महाराज धिराज ज्ञानेन्द्र विक्रमलाई सारा के को लागि चलाउनु पर्ने रहेछ त? जुन यो विज्ञ मान्छेहरूको भनाइ तपाईँलाई जस्तोको तस्तै म राख्न चाहन्छु। मैले अहिले भनिरहँदाखेरिमा तपाईँहरूले अझ स्पष्ट नहुनेले गर्दाखेरिमा हाम्रो विज्ञकै हाम्रो मनोज सापकोटाजीले बनाउनु भएको भिडियोबाटै नै मैले राष्ट्रवादीको भिडियो राष्ट्रलाई नै दिनुपर्छ भनेर मैले मेरो प्रोफाइलबाट पनि जाओस् न भनेर मैले यो सानो भिडियो चाहिँ तपाईँलाई राख्नु गइरहेको छु। यो विज्ञको चाहिँ कुरा सुनेर यसको कार्यान्वयन चाहिँ तपाईँले गरिदिनु होला है बालेनजी, प्लिज। तपाईँलाई नमस्कार। यो भिडियो तपाईँलाई राख्न चाहन्छु, हेर्नु होला। यस्तो भयो भने म कामको लिस्टै दिन्छु। नम्बर 1 ससम्मान राज संस्थालाई ल्याएर सिंहासनमा राख्नु। नम्बर 2 यो प्रादेशिक संरचना किन चाहियो त? सेतो हात्ती हामीले किन पाल्नु पर्यो? अगाडि र पछाडि पजेरो र प्राडो साली र भतिजो लिएर हिँड्ने मुलुकको बजेट सके। विकासको 85% बजेट प्रादेशिक संरचनाका महाराजालाई पाल्दाखेरि सकियो। यो झिकिदिउँ, सिधै बलियो केन्द्र बलियो स्थानीय सरकार गरौँ। त्यो प्रादेशिक संरचनाको बजेटले विकास निर्माणमा लगाउँ। अर्को तेस्रो नम्बर, पहिलो नम्बरमा राखे पनि हुने हो। 23 गतेका हत्याराहरूलाई छ्याप्पै पक्रिहाल्नुहोस्, लगेर जेलमा कोच्नुहोस्। अरू भ्रष्टाचारीहरूलाई पक्रेर कोच्नुहोस्, देशद्रोहीहरूलाई कोच्नुहोस्। रविजीले खोल्न खोजेका 25वटा फाइल थिए, खोल्दै लाँदै कोच्दै गर्नु मेरो शुभकामना छ। अरू लिस्ट पछि दिन्छु। खुसी हुनुहुन्छ बालेन शाहको यो लेभलको प्रगति? दङ्ग। मैले त 6 महिना अगाडिदेखि नै बालेन प्रधानमन्त्री भनेको हो, हुन्छन् भनेको थियो। मेरो भविष्यवाणी पुग्यो, त्यसकारण पनि खुसी। मुलुकले पढे लेखेको स्ट्रक्चरल इन्जिनियर पायो। उसको ब्याकग्राउन्ड भनेको मान्छे काटेको जेल बसेको होइन। ऊ भनेको पढे लेखेर चाहिँ विश्वमा नाम कमाएको एउटा हस्ती हो। त्यस्तो प्रधानमन्त्री भए पो प्रधानमन्त्री मान्न मजा लाग्छ। के छ यहाँको प्रधानमन्त्रीको भनेर सोध्छन् विदेशमा? मान्छे काटेर 14 वर्ष जेल बसेका छन्, कोही 8 वर्ष जेल बसेका छन्। चारै बेइज्जत भएको थियो, बल्ल त्यो बेइज्जतीबाट रेस्क्यु पाइयो। अब पढे लेखेका मान्छेहरूको योग्य मान्छेहरूको कदर हुने बेला आयो। सबै नेपालीहरूले अवसर पाउने बेला आयो। मेरोलाई मात्रै लिउँ त्यसलाई नलिउँ भन्ने होइन, जो राम्रो त्यसलाई लिउँछन्। तपाईँले भने जसरी राजा ल्याउँछन् बालेनले?
राजा ल्याउने नि बालेन हो। कस्तो कुरा तपाईँले नबुझ्नु भएको। मैले त अघि एउटा इन्टरभ्यूमा भनिसकेँ, बालेन शाहको साथी भनेकै सुनिल केसी, बालेन शाहको साथी भनेकै मनोज सापकोटा, बालेन शाहका अरू साथी सबै चिन्छु, बालेन शाह र हिमानी सरकारको राम्रो चिन्जान छ त्यो पनि मलाई थाहा छ। राजाको फिसेन नै बालेन शाहको बुबा। अनि मुलुकमा राजा सस्ता भयो भने सबै बालेनको त मुखमा पनि राजा नै छ नि अड्केको। अस्ति म रारामा पुग्दाखेरि राजा महेन्द्रले मन पराएको रारामा छु भनेर ऊ साँच्चै भन्नुहुन्छ भने मुलुक प्रेमी हुन्। मुलुक प्रेमी मान्छे मनमा राजा भएको हुनाले राजा निक्लिहाल्छ होइन। राजा मनमा राजा छ, राजा निक्लिहाल्छ। गोर्खा गए होइन, ऱ्याप गाउँदाखेरि पनि गएको छैन यो राजाको शासन भन्नु बोलेको छैन यो राजाको शासन। पर्खी केटा तेरा बाउलाई पनि मसँग फोटो खिच्न मन लाग्छ। इज भेरी पेट्रियोटिक। जो मान्छे राष्ट्रवादी छ उसले राज संस्था खोज्छ, किनभने राज संस्था भयो भने मुलुकमा एउटा अभिभावक पाउँछ, मियो पाउँछ, मियो भएको घर बलियो हुन्छ। यो कुरो हाम्रो अहिले हुनेवाला प्रधानमन्त्रीले राम्रो बुझ्नु भएको छ।